हेलो गाइज, आज चाहिँ हामी तामकु टु भोजपुर जाँदैछौँ। अब 2:30 भइसक्यो, कतिखेर पुग्ने हो? रातै पर्ने भइसक्यो। 3-4 घन्टा लाग्छ घर पुग्न। 2:30 भइसक्यो यस्तो छ बाटो चाहिँ, यस्तो छ है गाइज। बुढाबुढी सररा हेर्नु, पिच रोड जत्तिकै छ। यो पहाडको पिच रोड हो है साथीहरू। वाउ है बुढा, कस्तो राम्रो बाटो रहेछ है। पहाडमा यतिको बाटो हुनु भनेको त खत्रै हो है। अब पुरै पिच रोड हो क्या, तराईको जस्तो हो क्या यो। अस्ति हालो भेटाएको आइनो। अब यस्तै छ पहाडको बाटो। डर लाग्यो मैलट यस्तो खतरा खतरा। बाटो चाहिँ हेर्नु है तर ल साँच्ची। हार्दिक धन्यवाद भन्छ, तर फोर एरिया चाहिँ नेपाली निवेश मात्रै भन्छ। 2 दिनमा निवेश मात्रै भ्याउँछ फोर एरिया चाहिँ होइन। सङ्घको बाटो डेली बिच गरेर जान्छौँ। अब त्यसरी मेलियो कति धेरै मान्छेहरू आयो। केही देख्दिनँ त म। यस्तो ठाउँ त सँगसँगै हेर। म चाहिँ यता टक्क भिडियो बनाउँदैछु। यता बुढा टक्कसँगले हामी चाहिँ शङ्खुवा पुल, यो चाहिँ शङ्खुवा खोला सलल बगिरहेको छ। हामी चाहिँ पुलमा हेर टक्कसँगले गइरहेको छु। मजाले रिल्याक्स यसरी बसिरहेको छु। अब यस्तै हो, खुसी छु होइन। यता आमाहरू घाँस काटेर आउनु भएछ। यो चाहिँ क्रिम पाउडर है, मेरो बुढाले भन्नुहुन्छ। अगाडि अगाडि बाइकले चाहिँ एकदम धुलो उडाएर जाँदैछ। हामी पछि हिँडिरहेको छु। अब हुलिया त यस्तो छ मेरो, एकदम हजुरहरूलाई थाहै छ मेरो हुलिया कस्तो छ भन्ने कुरा। तर खुसी छु है, बुढोसँग छु। दहीमा भयो पनि पाउडर चल्दै भयो पनि। हाम्रो बिबीजना मिसको घर जस्तो लाग्छ है यो घर। हो कि होइन थाहा भएन, मलाई चाहिँ यही लाग्छ हो। हामी फाइनल्ली युका पनि बुमलिङ नि बुमलिङ आइपुग्यौँ। यस्तो छ। अरुण नदी देख्न सक्नुहुन्छ है तपाईँहरू। अब यताको बाटो चाहिँ हाम्रो खातबारी जाने बाटो हो। अब यता चाहिँ डिङ्ला
जाने बाटो हो। हामी तिङ्लाको बाटो जाँदैछौँ। तल अरू नदी छ ल बगेको, हामी माथि धुलो उडाउँदै आइरहेको। आछु घाम हुँदा हिँडेको, अब रात पर्दा जस्तो भइसक्यो। एकदम जाडो छ, घाम ढल्किसक्यो। यता घामले हामीलाई छुँदैन, एकदम जाडो भयो। खासमा मलाई एकदम जाडो भइरहेको छ होइन, अनुहार नै ज्यानमा त त्यस्तो जाडो छैन। त्यस्तै छ। यस्तो छ बाटोको कुरा गर्नुपर्दा। हिली छ, ठिकै छ, तर है के हो यो? वाउ, सिँढी राम्रो छ है। लु है हामी चाहिँ यो इर्खुवा कि चिर्खुवा भन्ने खोला पास गऱ्यौँ, पार गरियो। अनि यहाँ चाहिँ मलाई लाग्छ हाइड्रो पार्क जस्तो छ, फ्याँकी मलाई थाहा छैन। म चाहिँ यहाँ हिँडिरहेको छु, खुट्टा यस्तो छ लसक लसक होइन। गाडी हो त मेरो खुट्टा। म त डर लाग्यो एकछिन। आयो ए हो थकै लाग्यो। बाटो त यस्तो पनि छ हिलो भएर। म चाहिँ हिँडिरहेको छु टक 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 होइन। खतरा छ है हिलो त, यो त बडो चिप्लिने खालको। आम्बो के हो यस्तो? छ घरि हिँड्दै हेर्नु यस्तै छ यात्रा। यो ठाउँमा गाडी पनि झनै झनै आउला जस्तो छ त। हामी चाहिँ बल्ल बल्ल आयौँ, तर छेउपट्टिबाट आउन सफल। बुढाको खुट्टा यस्तो भएछ। मेरो चाहिँ धुलो छ, उहाँको चाहिँ हिलो छ। अब टाङ 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 अर्को गाडी। यहाँ चाहिँ बहिनी हुनुहुन्छ होला हौ, देखिएन। हाम्रो डेलिना बहिनी हुनसक्छ यहाँ भन्ने चाहिँ लागेको छ। ए कुलुङ जाने? ए त्यसलाई पनि झनै जाने गाह्रो छ यहाँ त। लु है अर्को के हो फेरि? ला ओ नाइस। फाइनल्ली हामी चिर्खुवा खोला आइपुग्यो। होइन हौ तपाईँ हेर्नु न, वाना आउनु छ। अब हामी यता कात्तिकपुर जाने बाटो भने हामी यता दिङला जाने बाटो। अर्को बाटो चेन्ज गर्नुपर्ने हुन्छ, युटर्न पनि हुन्छ। टक्कसँगले यस्तो छ है त। यो चाहिँ बाटो यस्तो छ है, चिउरी बुटी कालो एकदम। मेरो बर्खामा चाहिँ चिप्लै छ है, रातो
Dimbla Kungrung. Ay, ay, ay. Dimbla Kungrung देख्यो? झ्याम्टे चौर तलै हजुर झ्याम्टे चौर Finally, हामी दिङला आइपुग्यो। है त साथीहरू। मलाई चाहिँ एकदम झमझम निद लाग्यो होइन हावा चिसो हावाले हाने पनि तर अल्छी निद लाग्यो गरेको बाटो यहाँ राम्रो बाटो देवाला रहेछ सोचेको भन्दा अलिक टाइममै आइपुग्न सफल के गर्ने यस्तो छ हालत बाटो त खराब छ त कसरी जाने यता बाटो ल दिङला बजारमा हार्दिक स्वागत गर्दछ है त हामी राख्दिन्छ र यो बजार एरियामा मलाई मनै पर्दैन यस्तो रहेछ बजार सकिन्छ कहाँ हो टोपडा पसलमा हालेर किने के गर्ने अब हामी एकछिन दिङला बजार घुम्छौँ हामीले चाहिँ के जति सपिङ गरेर अब दिङलाबाट घरतिर जाँदैछु यस्तो अलि ठुलो झोला हामीले जाउँ ए बाटो oh my god ए पोहोर पनि हामी यहाँ माथि निस्केको नि ओ माई गॉड 1 वर्ष हुन लाग्यो यो बाटो हिँडियो फाइनली है दिङला बजार छोड्यौँ हामीले हिँड्दा हिँड्दै रात परो आज बत्ती भूत निस्केला जस्तो छ त बाटो त हिँड्दै उता भूत चुडाल निस्किने होइन खतम बाई बाई मिर्चे हावा यस्तो छ अब त म एकदम थकै लागिसक्यो अब चाहिँ हाम्रो गाउँ पुग्नै लाग्यो है त देखियो कहाँ बोलाउनु हो
म जति मिसेको थियो फाइनल्ली घर पुगियो है